नमस्ते साथीहरू सबैजनामा। म चाहिँ अहिले नेपालको प्रसिद्ध कालिन्चोक भगवती माईको दर्शन गर्नको लागि मन्दिर परिसरमा आगमन गरिसकेको छु। यस दोलखा जिल्ला पर्यटकीय क्षेत्रमा एकदमै सुन्दर, शान्त र रमाइलो आन्तरिक तथा बाह्य पर्यटनहरूको भरिभरा हुने भएकाले म अन्तिमसम्म यो भिडियो देखाउने छु। मन्दिर परिषद, समग्र दोलखा जिल्ला, समग्र कालिन्चोक, समग्र पर्यटकीय नगरीको बारेमा यस कालिन्चोक भगवतीको विस्तृत रूपमा बताउने छु। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनु होला। हजुरहरू कुन ठाउँदेखि हुनुहुन्छ कमेन्ट गर्नलाई त। अग्लो पहाडको बिचमा चारैतर्फ बुकी पाटन फुल फुलेको एकदमै रमाइलो गन्तव्य कालिन्चोक यात्रामा साथीहरूसँग एकदमै रमाइलो गरिरहेको छु। कालिन्चोक भगवती मन्दिर दोलखा नेपालको एक प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य हो। यस स्थलको विस्तृत विवरण निम्नानुसार छ है त। दोलखा जिल्ला कालिन्चोक गाउँपालिका सदरमुकाम चरीकोटबाट उत्तरतर्फ पर्छ। समुद्र सतहदेखि करिब 3842 मिटर, करिब 12,605 फिटको उचाइमा रहेको छ यो मन्दिर। यसको यो गौरी शङ्कर संरक्षण क्षेत्र अन्तर्गत पर्दछ। माता भगवतीको शक्तिपीठ कालिन्चोक भगवती माईले इच्छा पुरा गर्ने, सङ्कटबाट रक्षा गर्ने, मनोकाङ्क्षा पुरा गर्ने शक्तिको देवीको रूपमा पूजा आजा गरिन्छ। सप्त भगवती किम्वदन्ती अनुसार, जनविश्वास अनुसार कालिन्चोक भगवती, प्लान्चोक भगवती, शुभा भगवतीहरू 7 भगवती दिदीबहिनी हुन् भने धार्मिक मान्यता छ। पौराणिक किम्वदन्ती यो युगमा पाण्डवहरूले यहाँ तपस्या गरेर भगवती कालीको सुमेरु पर्वतबाट दुष्ट शक्तिहरूमाथि विजय प्राप्त गरेको पौराणिक कथा जोडिएको छ। बडा दशैं, नवरात्रि, चैते दशैं र जनै पूर्णिमाको बेला यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक तीर्थालु भक्तजनहरूको घुइँचो लाग्दछ। मन्दिर परिसर तथा डाँडाबाट गौरीशङ्कर, लामटाङ, जुगल, गणेश हिमाल र अन्नपूर्ण लगायतका मनोरम हिमश्रृङ्खलाहरू स्पष्ट रूपमा देख्न सकिन्छ। यो कालिन्चोक भगवती माईबाट एकदमै उचाइमा रहेकाले एकदम नेपालकै सुन्दर, शान्त र स्वर्ग देख्न सकिन्छ है साथीहरू। पुष र माघ, फागुन महिनामा अत्याधिक हिउँ पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरू हिउँ खेल्नका लागि ठुलो सङ्ख्यामा यस कालिन्चोकमा दर्शन गर्नको लागि आउने गर्छन्। तामाकोशी र सुनकोशी नदीको उद्गमस्थल जलधार क्षेत्र पनि कालिन्चोक गौरीशङ्कर हिमाल पर्दछ। वनस्पति र जैविक विविधता, गुराँसको मौसम, चैत वैशाखमा रातो गुलाबी रङ, डाँडाकाँडा सिताम्मे आकर्षण देखिन्छ। काठमाडौँदेखि सबैभन्दा नजिक छ है साथीहरू। काठमाडौँको अरनिको राजमार्ग हुँदै चरीकोट, दोलखा, सदरमुकामसम्म करिब 132 देखि 150 किलोमिटर दूरीको 4 देखि 5 घण्टा गाडीको यात्रा हुन्छ। चरीकोटदेखि कुरी बजारसम्म 17 देखि 18 किलोमिटर अफ कच्ची रोडबाट हुँदै कुरी बजार पुग्न सकिन्छ। गाडीमा करिब 1.5 देखि 2 घण्टा लाग्छ। कुरी बजारदेखि मन्दिरसम्म केबल कारमा जानुहुन्छ भनेपछि कुरी बजारबाट मन्दिर पुग्न केबल कारको सुविधा उपलब्ध छ, जसको करिब 5 देखि 7 मिनटमा पुगिन्छ। पैदल यात्रा उकालो सिडीको बाटो छ साथीहरू, चढे जाँदा करिब 1 देखि 1.5 घण्टा लाग्छ है त। तपाईहरू कालिन्चोकमा जानुभयो, कालिन्चोकमा घुम्नको लागि, दर्शन गर्नको लागि, मनोकाङ्क्षा पुरा गर्नको लागि जानुभयो भनेपछि बस्नको लागि कुरी बजारमा, कालिन्चोक भगवतीको फेदीमा रहेको कुरी बजारमा साना ठुला धेरै होटल, लज, रिसोर्टहरू उपलब्ध छन्। मौसमको पूर्व तयारी, उच्च उचाइ र चिसो हावापानी हुने भएकाले यहाँ जाँदा न्यानो कपडाहरू, ज्याकेट, पन्जा, हाई अल्टिच्युड सम्बन्धी पूर्व सावधानी अपाउन आवश्यक हुन्छ। कालिन्चोक भगवती दोलखा जिल्ला एकदमै सुन्दर रमणीय जिल्लामा पर्छ। कालिन्चोक भगवतीले इच्छा पुरा गर्ने, सङ्कटबाट रक्षा गर्ने, मनोकाङ्क्षा पुरा गर्ने शक्तिशाली देवताको रूपमा पूजा आजा गरिन्छ। हिन्दू धर्मअनुसार मनोकाङ्क्षा पुरा गर्ने शक्तिको रूपमा एउटा उचाइको नेपालको सबैभन्दा सुन्दर जिल्ला, त्यही माथि पनि कालिन्चोक भगवतीको बास गरेको र शक्ति तपस्या जो कि 5 पाण्डवले तपस्या गरेको भगवती कालीले सुमेरु पर्वतबाट दुष्ट शक्तिमाथि विजय प्राप्त गरेको है त। भगवती कालीले सुमेरु पर्वत दुष्ट शक्तिमाथि विजय प्राप्त गरेको पौराणिक जोडिएको छ यसमा। एकदमै सुन्दर, एकदमै रमणीय, म त आनन्द छ। सम्पूर्ण नेपालीको मनोकाङ्क्षा पुरा गर्ने हेतुले म आज यस कालिन्चोक भगवतीको परिसरमा
आगमन गरेको छु। साथीहरू तपाईँ पनि काठमाडौँ आसपास नेपाल अथवा विदेश जुनसुकै ठाउँमा हुनुहुन्छ भने यो क्षेत्रमा अवश्य पनि दर्शन गर्नको लागि एकचोटि अवश्य पुग्नु होला है त। कुहिरोले लटरम्म, त्यही माथि मनमा शान्ति। 1 घन्टाको उचाइमा 1 घन्टा करिब हामी केबल कार नचढेर 1 घन्टाको उचाइमा हिँडेर हामी यो यात्रा गरेका थियौँ, जो कि यति रमाइलो यात्रा भयो जहाँ मन्दिर परिसरमा पुग्नको लागि दुःख कष्ट त गर्न नै पर्छ। जो स्वच्छ मन पवित्रले माईको कुरा पुग्छ भन्ने किंवदन्तीले संयोगले जुरेको यो कालिन्चोक भगवती माईको दर्शन गर्नको लागि सानै बच्चैदेखिको एउटा चाहना पुरा भएको छ। कालिन्चोक भगवती महामाईकी जय। शान्त मन तन ध्यान गरेर कालिन्चोकले सम्पूर्णको मनोकांक्षा पुरा गरून्, दुष्टहरू नष्ट हुन्। आहा, हेर्नुहोस् त, चारैतर्फ पुरा निलो आकाश, टप डाँडामा कालिन्चोक भगवती माईको मन्दिर, जो कि एकदम कति आनन्द, कति स्वर्ग है। हामीहरू बाटोमा जाँदाखेरि जो पाटन, जो कि एउटा कालिन्चोक भगवती माईको परिसर नजिकै चारैतर्फ हरियाली बुकी पाटन फुलेको, यो चाहिँ एकदमै सुन्दर, शान्त, रमाइलो, मनै प्रफुल्ल बनाउने, मन आनन्दित बनाउने। बाटोमा जाँदाखेरि हामीले चौरी गाईको सानो बाछाहरूलाई पनि देखाएको थियौँ। एकदमै ल हेर्नुहोस् कति आनन्द तरिकाले चरिरहेको छन् है। एउटा स्वर्ग, एउटा नेपालको स्वर्गको एक टुक्रा। त्यही माथि रमाइलो साथीहरूको सङ्गतमा एकदमै रमाइलो गरियो साथीहरू। तपाईँहरू पनि पक्कै एकपटक आउनै पर्ने गन्तव्य कालिन्चोक भगवती। चौरी गाईको छुर्पी एकदमै प्रख्यात। कालिन्चोक एकदमै शक्तिपीठको रूपमा चिनिएको देवी हुनुहुन्छ। हामीहरू काठमाडौँबाट नजिकमा भ्यू हेर्नको लागि हेर्नुहोस् ल, कुरी बजार स्वर्गको एक टुक्रा भनेर चिन्दा पनि हुन्छ। हामीले मन आनन्द हुने, दुःख पीडा यातना सबै बिर्सने ठाउँ एउटा कुरी बजार रहेको छ। चारैतर्फ डाँडोले घेरिएको, बादल कुहिरो लागेको, बिचमा एउटा न्यानो फाँट, त्यही फाँटमा एउटा बजार छ। त्यो बजार हो कुरी बजार, जो कि आन्तरिक तथा बाह्य पर्यटकहरूको बसोबास गर्ने ठाउँ। हरियाली पाटन, बुकी पाटन, हेर्नुहोस् हरियो घाँस, वन जङ्गल, सानो सानो रुख। हेलो हेलो हेलो, नमस्ते साथीहरू, म तपाईँलाई देखाउन गइरहेको छु कुरी बजार, दोलखा जिल्लाको प्रसिद्ध कालिन्चोकको फेदीमा रहेको कुरी बजार। एकदम सुन्दर मनमोहन बोकेको, हेर्नुहोस् कलरहरू टिनको घरको जस्ता पाता लगाएर, हरियो नीलो रातो। कालिन्चोक भगवती माईकी जय होस्, सबैजनाको राम्रो होस्। थ्याङ्क यू सो मच साथीहरू, अन्तिमसम्म रहेर साथ दिनुभयो। साथीहरू मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला। थ्याङ्क यू सो मच, लभ यु अल।